स्वस्थ हुनु पर्यो। त्यो स्वास्थ्य निर्देशनालयहरुबाट हामी मान्छेलाई स्वस्थ बनाउने, जन्मेदेखि नरुन्जेलमा कसरी स्वस्थ राख्ने त्यो काम एकातिर गरिरहेका हुन्छौं भनेदेखि अर्कोतिर चाहिँ हामी सिप सिकाउने भन्ने हुन्छ। सिप पनि दुई किसिमको हुन्छ। एउटा चाहिँ औपचारिक सिप हुन्छ जसलाई हामी शिक्षा भनेर पनि भन्छौं है। सानो कक्षादेखि एउटा निश्चित अवधिसम्म पढ्ने, 5 कक्षा पढ्ने, 8 कक्षा पढ्ने, 10 कक्षा पढ्ने अथवा 12-15 कक्षा हैन, एमए बीए पीएचडी सम्म गर्ने भन्ने अर्को फेरि पढाइको एउटा पाटो हुन्छ भने पढेर चाहिँ ज्ञान सिक्ने हो। पढेर मात्रै पुग्दैन मान्छेलाई। पढाइ लेखाइपछि अब सिप सिक्ने भन्ने हो। त्यो सिप सिक्ने भनेको चाहिँ जीवन उपयोगी सिप भन्ने हो। आफूले भविष्यमा गर्ने काममा प्रयोग हुने सिप सिक्ने। त्यस्तै सिप तपाईहरुलाई सिकाउनको निमित्त यो कार्यालयको स्थापना भएको हो। सामाजिक विकास मन्त्रालय, प्रदेश सरकार, सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत यो व्यावसायिक तथा सिप विकास तालिम केन्द्रको स्थापना गरेकै किन हो त भने त्यो स्वस्थ जनशक्तिलाई है, त्यो स्वस्थ जनशक्तिलाई सक्षम र सिपयुक्त बनाउने भन्ने हो। त्यही सिप सिकाउनको निमित्त यो कार्यालयको स्थापना भएको छ। बजेटको व्यवस्थापन भएको छ। प्रशिक्षक सर म्याडमहरु हुनुहुन्छ है। एउटा प्रक्रिया पूरा गरेर फेरि सबैलाई सिप सिकाउन सक्ने हाम्रो क्षमता छैन। हजारौं जना एकैचोटि आए भनेदेखि हाम्रो कार्यालयको क्षमता, प्रशिक्षकको क्षमता, हाम्रो मन्त्रालयकै क्षमताले भ्याउँदैन। त्यही भएर तपाईहरुलाई एउटा प्रक्रियाबाट छनौट गरेर हामीले यो सिप सिकायौं। यो सिप सिकाउनुको अर्थ चाहिँ के हो भनेदेखि अब तपाईहरुले देश विकासमा योगदान गर्नुपर्छ। अब सबै जागिरतिर नलाग्नु होला, जागिर नपाइन पनि होला। विदेशमा रोजगारीका अवसरहरू त छन्, तर दुःख छ फेरि विदेश गयो भनेदेखि। स्वदेशको जस्तो सजिलो छैन। अलिकति आम्दानी त बढी हुन्छ, तर यो पारिवारिक वातावरण, यो सामाजिक वातावरण, यी केही कुराहरू पनि पाइँदैनन् विदेश गयो भनेदेखि। त्यही पैसा मात्रै हेर्ने हुन्छ। त्यही भएर तपाईहरुलाई चाहिँ मेरो अनुरोध के छ भनेदेखि तपाईहरुले सिकेको सिपलाई स्वरोजगारको माध्यमबाट है त, स्वरोजगार भनेको चाहिँ आफ्नो काम आफै गर्ने है त, अझ अरूलाई काम दिने भन्ने हो के स्वरोजगार भनेको त। आफूले गर्ने काम बढ्दै गयो भनेदेखि अब तपाईहरुले अरूलाई पनि काम दिने, अरूलाई पनि जागिर दिने, अरूलाई पनि रोजगारी दिने, यसो गर्नुभयो भनेदेखि तपाईहरुको पनि आम्दानी हुन्छ, तपाईहरुको घर परिवार पनि समृद्ध हुन्छ। तपाईहरुले सिकेको सिपलाई फेरि प्रयोग गरेर अरूलाई सिकाउन पनि सक्नुहुन्छ र सँगसँगै जीविकोपार्जन, रोजगारीका अवसरहरू पनि सिर्जना हुन्छन्। अनि त्यसपछि हाम्रो गरिबी निवारण हुन्छ हैन त, खानेकुराको कमी हुँदैन, स्वस्थ सन्तानहरू उत्पादन हुन्छन्, तिनीहरूले फेरि गएर देश विकासमा योगदान गर्छन् भन्ने हो। यस्तै कामको निमित्त हामीले तपाईहरुलाई यो सिप सिकाएका हौं। मेरो यहाँहरु सबैलाई अनुरोध चाहिँ के छ भनेदेखि अब यो सिपलाई त्यसै मर्न नदिनु होला है। यो सिपलाई कहीं न कहीं गएर देखाउनु होला। त्यो सिपलाई देखाउँदा फेरि निशुल्क देखाउने त होइन नि, हैन त। त्यो सिप गरे बापत, श्रम गरे बापत ज्याला लिने हो, फेरि उपयुक्त ज्याला। उपयुक्त ज्याला लिएरै तपाईहरुले काम गर्ने हो। यो काममा तपाईहरु पक्कै पनि लाग्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको तर्फबाट, मेरो आफ्नै तर्फबाट पनि तपाईहरु सबैको उज्जवल भविष्यको कामना गर्दछु। र हाम्रो प्रशिक्षक सर म्याडमहरु, केन्द्र प्रमुखज्यूहरु, यहाँका कर्मचारीहरुले तपाईहरुलाई यति लामो अवधिसम्म धैर्यतापूर्वक जे कुराहरु सिकाउनु भयो उहाँहरुलाई पनि म प्रशंसा व्यक्त गर्दछु। यस्ता कार्यक्रमहरु हामी आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्छौं। अब तपाईहरुले त लिइसक्नुभयो, यो भन्दा अझै एडभान्स तालिम भयो भने तपाईहरुलाई दिउँला। अब यही तालिम दोहोर्याएर दिने भन्ने कुरा त भएन हैन त। अरु साथीहरु जो छुट्नु भएको छ उहाँहरुलाई फेरि आगामी दिनमा पनि हामी कार्यक्रमहरु सञ्चालन गर्छौं। र अर्को एउटा, तपाईहरुले आज जुन प्रमाणपत्र प्राप्त गर्नु भएको छ, यो प्रमाणपत्रले मात्रै पुग्दैन, अरु प्रमाणपत्र पनि चाहिन्छन् जसलाई हामी स्किल टेस्ट भनेर भन्छौं। सरहरूले भनि पनि सक्नु भयो होला है। त्यो स्किल टेस्टको निमित्त चाहिँ अलिकति प्रक्रिया पूरा गर्नुपर्छ, अलिकति पैसा खर्च गर्नुपर्छ। 2000 कति सय छ हैन, 2150 रुपैयाँ कि कति खर्च भयो भनेदेखि त्यो सिटिभिटी भन्ने केन्द्र सरकार अन्तर्गतको एउटा संस्था छ। त्यो संस्थाले चाहिँ तपाईहरुलाई अर्को सर्टिफिकेट दिन्छ फेरि, जाँच लिएर है, त्यतिकै दिँदैन। तपाईहरुको जाँच लिएर फेरि अर्को सर्टिफिकेट दिन्छ। त्यो सर्टिफिकेट दियो भने अझ तपाईहरु जान्ने हुनुभयो भन्ने थाहा हुन्छ के। तपाईहरु जान्ने हुनुभयो भन्ने एउटा प्रमाणपत्र त भइसक्यो, अझै धेर जान्ने हुनुहुँदो रहेछ तपाईहरु भनेर तपाईहरुको लेभल टेस्ट गर्ने हुन्छ। त्यो लेभल टेस्टिङको सर्टिफिकेट पनि सिटिभिटीले उपलब्ध गराउँछ। त्यो उपलब्ध गराउनु भयो भने तपाईहरुको कहीं जागिर खान जानुभयो भने ज्याला बढ्छ। आफ्नो काम आफै गर्दाखेरि पनि कन्फिडेन्स बढ्छ नि हैन त। म यो लेभलको, म ओभरसियर लेभलको, म सब ओभरसियर लेभलको, अथवा म ग्रेड 1 को अथवा 2 को अथवा 3 को भन्न सक्नुहुन्छ तपाई गर्वका साथ। त्यसले चाहिँ तपाईहरुलाई थप तपाईहरुको वृत्ति विकासमा त्यसले अवसर उपलब्ध गराउँछ। त्यसतर्फ पनि हाम्रो कार्यालयको सरहरूले तपाईहरुलाई सहयोग गर्नुहुने नै छ। आज चाहिँ म तपाईहरु सबैलाई फेरि बधाई दिँदै मलाई यहाँ बोलाएर यो प्रमाणपत्र वितरण गर्ने अवसर दिनुभएको र केही कुरा राख्ने मौका दिनुभएकोमा सबैलाई धन्यवाद दिँदै मेरा दुई शब्द यही टुङ्ग्याउँछु। धन्यवाद।